भ्रष्टाचार शून्य भन्ने राजनीतिक मुद्दामा मात्रै राम्रो देखिन्छ, तर यो सम्भव छैन। भ्रष्टाचार न्यून भने सम्भव छ। भ्रष्टाचार न्यून गर्नको लागि नेपालमा प्रशासन तन्त्र अहिले जुन विभिन्न द्वारबाट सञ्चालित भएको छ, त्यसलाई एक द्वारमा ल्याउनु आवश्यक छ। एक द्वार प्रणाली जुन लागू भयो भने नेपालको प्रशासन तन्त्रमा भ्रष्टाचार न्यून भने अवश्य गर्न सकिन्छ। एक द्वार प्रणालीमा सेवाग्राहीहरूले आफूले कुनै पनि काम सम्पादन गर्न चाहन्छौँ भने त्यसमा आफू जुन एउटा सरकारी निकायबाट नियम कानुनले भनेको कागजपत्रहरू विधि पुरा गरेर त्यो द्वारमा त्यो कार्य सम्पादनको लागि दिइन्छ भने भित्रबाट कार्य सम्पादन भएर त्यो कार्य पुरा भएर आउनेछ। यो प्रणाली नै भ्रष्टाचार न्यून गर्नको लागि एकद्वार प्रणाली एकदम मुख्य देखिन्छ, जो सुशासनको मुख्य आधार स्तम्भ पनि हो। एकद्वार प्रणालीसँगै पक्कै पनि प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ भन्ने अध्ययन र त्यसको उपयोग पनि अवश्य पनि भ्रष्टाचार न्यून गर्नको लागि अति नै महत्त्वपूर्ण भूमिका खेल्ने एक सूचकभित्र पर्दछ। देश बनोस्, देश रहोस्। जय देश, जय नेपाल।